सानो गाउँमा रामु नामको केटो बस्थ्यो। रामु धेरै चञ्चल र जिज्ञासु थियो। एक दिन उसले गाउँको पुरानो पोखरीमा केही अचम्मको देख्यो। पोखरीको पानीमा चम्किलो सुन जस्तै केही चम्किरहेको थियो। रामु नजिक गएर हेर्दा त्यो सुन होइन, साँच्चीकै एउटा सानो माछा थियो, तर उसको रङ सुनझैँ चम्किलो। माछाले रामुलाई हेर्दै भन्यो, तिमी मेरो साथी बन्ने हो भने म तिमीलाई एउटा रहस्य देखाउनेछु। रामु उत्साहित भएर हामी भनेर माछाको माग मान्यो। माछा रामुलाई पोखरीभित्रको एउटा गुप्त सुरुङतर्फ लिएर गयो। सुरुङभित्र पुग्दा रामुलाई देखियो सुरुङको भित्री भागमा साना साना रङ्गीन मोतीहरू थेगिएका थिए। माछाले हाँस्दै भन्यो, यी सबै खुशीका मोती हुन्। जसले आफूलाई खुशी बनाउँछ उसको जीवन पनि रङ्गीन हुन्छ। रामुले बुझ्यो, खुशी बाहिर खोज्नुभन्दा भित्रैबाट आउँछ। त्यस दिनदेखि रामु हरेक बिहान पोखरीमा माछासँग कुरा गर्न जान्थ्यो। रङ्गीन मोतीले रामुलाई सम्झाइरहन्थ्यो, साँच्चीकै खुशी सधैँ सानो कुरामा लुकेको हुन्छ।